मेनोक सम्बन्धी एकदमै महत्त्वपूर्ण ट्रिक साथीहरू समक्ष लिएर आएको छु। मन परे साथीहरूलाई पनि सेयर गर्न नभुल्नुहोला। 15 पुरुष वा 18 महिलाले कुनै काम 12 दिनमा पुरा गर्छन् भने 5 पुरुष र 6 महिलाले त्यही काम कति दिनमा पुरा गर्छन् भनेको छ। हामीलाई के निकाल्नु पर्ने छ? दिन निकाल्नु पर्ने छ। यसको लागि एउटा सजिलो सूत्र छ साथीहरूले। यो दिएको दिन सबभन्दा फर्स्टमा के हो त? गिभन डेज। साथीहरूलाई दिन भन्नु होला है, यो चाहिँ गिभन डेज भन्नुहोस् त ल। गिभन डेज दिएको दिनका मुनि अब एन्ड का मुनि अर प्लस एन्ड का मुनि अर, यही हो साथीहरू सूत्र। सर यसलाई कसरी सम्झिने भन्नु होला। गिभन डेज हेर्नु, डी भने तपाईँको डेज भइहाल्यो, ए भनेको के हो त? एन्ड भन्न सम्झिने। ए भनेको एन्ड अनि ओ भनेको अर, यसरी साथीहरूले यसलाई सम्झन सक्नुहुन्छ है। अब दिएको दिन कति छ त भन्दाखेरि 12 दिन दिएको छ। हामीलाई दिएको दिन कति छ साथीहरू? दिएको दिन कति छ? 12 दिन दिएको छ होइन र? यहाँ 12 दिन। अब एन्ड भने के हो त? र। हेर्नुहोस्, एन्ड भने के हो साथी? र। यहाँ र छ। सबभन्दा फर्स्टमा पुरुषको काम सक्नु पर्यो हामीले। 5 पुरुष भन्नुहोस् त, यहाँ 5 पुरुष। अब यहाँ मुनि अर भने कहाँ छ? फेरि पुरुषमै हेर्नु पर्यो। वा भने अर हो कि? हेर्नुहोस् त, अर भनेपछि कति छ हाम्रो? 15 पुरुष प्लस। अब फेरि यो महिला छ, हेर्नुहोस् त, महिलालाई हामीले वुमन राख्यौँ। वुमन रको पहिला आउनुपर्छ भनेपछि कति छ हाम्रो? 6 छ। अनि फेरि महिला यहाँ माथिको कति छ हाम्रो? हेर्नुहोस् त, अर्को 18। यति भयो साथीले अब गर्न सक्नुहुन्छ। हेर्नुहोस् त, यति भइसकेपछि के गर्न सक्यो? 5 एकान 5, 5 तिहां 15, 6 एकान 6, 6 तिहां 18 भनेपछि कति भयो साथीहरू? हेर्नुहोस् त, 12 का मुनि 1 का मुनि 3 प्लस 1 का मुनि 3 भयो, बराबर कति भयो? हेर्नुहोस् त, 12। 2 का मुनि 3 भयो। यो कहाँ जान्छ? माथि जान्छ भन्दाखेरि कति हुन्छ? हेर्नुहोस् त, 12 गुणन 3 का मुनि 2 हुन्छ। 2 छक्का 12 भनेपछि कति त हाम्रो? 6 तिहां कति हुन्छ? 18 दिन। यसको एन्सर के भयो साथीहरू? 18 दिन। तपाईँको 5 पुरुष र 6 महिलाले त्यही काम कति दिनमा पुरा गर्न सक्दा रहेछन्? 18 दिनमा पुरा गर्न सक्दा रहेछन्। लोकसेवा तयारी गरौँ स्मार्ट तरिकाले।